Hey guys, what's up everybody? अनि के छ सबैजनाको हैन मेरो त एकदम चिल छ गाइज अनि म चाहिँ आज के थियो भने म पुलाबाट जागरिप जानुपर्ने थियो अनि गाडी चाहिँ 8 बजेको थियो अनि म आइपुगे 7 बजे म चाहिँ सोचिरहेको थिएँ कि त्यस्तो अब प्याक नहोला अब गएर वहीँ गएर लिन्छु अनलाइन टिकट काटिन अनि आएर सोधेको त अब च्याट्ट लाएर त म आउनै ढिला आएँ पहिला कुरो त अनि के भयो भन्दाखेरि मैले टिकट पाएँ 1 बजेको हैन अब 1 बजेको टिकट पाएपछि 1 बजेभन्दा अगाडि के गर्नु त भन्दाखेरि यहाँ अरेना पार्क थियो यहाँ बाहिर पछाडि काम गरिरहेछन् दाजुहरूले घरको आवाज आइरहेको होला घाँस काटिरहेछन् अनि अरिना पार्कमा आएर फ्री वाइफाई रहेछ फेरि त्यही माथि फ्री वाइफाई पाइयो ल भएन अब गीत सुन्नै पर्ने भयो भनेर मैले चाहिँ गीत सुनेँ गीत सुन्दै गएको थिएँ टङ्क पुडा थोकिरहेको म एकदम चिलमा मोबाइल राखेर अनि त्यो प्लेलिस्टमा राखेर त्यो बज्दै गएको थियो के बज्दै गएको थियो एक्कासी टङ्क दाजुको एकदमै दामी गीत बज्यो झसङ्ग भएँ हे माकुरी भनेर म उठेँ गीत चाहिँ के थियो भन्दाखेरि धन बिनाको मन ठुलो कि मन बिनाको धन आकाशैमा उडी जाने हे चरी मन ना 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 मैले बिर्सेँ हो जोस मन बिनाको धन ठुलो कि धन बिनाको मन दामी लाग्यो गीत ल गीत यस्तो दामी लाग्यो कि गीत चाहिँ दामी लाग्यो मलाई बाँकी कुरा धन ठुलो कि मन ठुलो भन्ने कुरा चाहिँ अब त्यो भन्नै पर्दैन त्यो मन भन्ने कुरो छ नि मन भन्ने कुरोलाई चाहिँ त्यो टाइम हुन्छ एउटा निश्चित टाइम हुन्छ निश्चित टाइमपछि त्यसलाई चाहिँ परक्क बटार्ने हो चट्ट लाएर तातो घाममा सुकाउने हो अनि त्यसलाई कतैतिर थिच्नुपर्छ कतै चाहिँ नथिची पनि हाल्दो रहेछन् मैले आएर अनि त्यसलाई चट्ट एउटा भाँडोमा सिसाको भाँडोमा अथवा बट्टाहरूमा पनि राख्छन् होला रबरको भाँडोमा पनि राख्छन् होला प्लास्टिकको भाँडो अथवा उसको भाँडोमा हावा नछिर्ने गरेर तातो पानी हालेर झप्प चुबाएर त्यसलाई बिर्को टाइट गरेर राख्ने हो अनि त्यसपछि 15-20 दिन कि कति दिन राख्छन् त्यसपछि झिक्ने हो अमिलो हुन्छ अनि त्यसलाई सुकाएपछि गुन्द्रुक बनाउने हो मन भन्ने कुरा चाहिँ मेरो लागि त्यही गुन्द्रुक बनाउनु भन्दा माथि चाहिँ केही पनि छैन त्यो मन भन्ने कुरा चाहिँ हैन मन ठुलो भन्ने कुरा त्यो सोच्नै पर्दैन धनको अगाडि मन चल्दैन चल्न पनि हुँदैन चल्दैन यदि कसैले पनि मेरो विचारमा है फेरि यदि कसैले पनि मेरो मन चाहिँ ठुलो हुनुपर्छ भन्छ भने त्यसले धन कमाउन नसकेर चित्त बुझाउने बाटो मात्र हो त्यो साँच्ची भनेको धन चाहिँ कमाउन नसकेर चित्त बुझाउने बाटो चाहिँ मन ठुलो भनेर चित्त बुझाउने हो त्यहाँभन्दा अरू के गर्नु धनले भनेर भएन नि त सागर र सिस्नो खाएकै बेस आनन्दी मनले ए सागर र सिस्नो ठिक छ हामी 84 व्यञ्जनै खान्छौँ तर आनन्दी मनले खान्छौँ नि त आनन्दी मनले पनि 84 व्यञ्जन त खानु मिल्छ होला नि त 2 वर्ष भयो म विदेश आएको 2 वर्षसम्म आएर यति गरेको छु कि गरेको 2 वर्ष गरेँ मैले म पनि त अब त्यस्तो अब मनै ठुलो भए भने त मन त नेपालमै बस्ने थियो नि अब नेपालमै नेपालमै बस्या भयो नि हुन्थ्यो भन्छन् फेरि बाबुआमा पाल्नु छ भाइ बहिनी पढाउनु छ घर खर्च यताउता काठमाडौँमा बसेर पढाउनु पर्यो हैन कति खर्च निस्किन्छ 2 जना भाइ बहिनीलाई कलेज पढाउनु 2टै ब्याचलर गर्दैछन् घरमा हेर्नु पर्यो म आफै पनि पढ्दै थिएँ अनि मन भएर मात्र भयो धन चाहिएन मेरो लागि चाहिँ धनै चाहिन्छ भन्ने कुरा हो कि अहिले म ट्रेनबाट झरेर म हिँड्दैछु हैन मलाई चाहिँ कम्तीमा पनि 10 मिनेट चाहिँ हिँड्नुपर्छ यो ब्याग बोकेर चाहिँ 10 मिनेट हिँड्नुपर्छ मैले चाहिँ हुन्छ नि वान अफ द वेस्ट गल्ती चाहिँ के गरेँ भन्दाखेरि हाम्रोबाट चाहिँ 6:35 ट्रेन लाग्ने अनि 7:12 चाहिँ बस लाग्थ्यो अनि बस चाहिँ ठ्याक्कै मलाई त बस स्टपसम्मै पुर्याइदिन्थ्यो अनि मैले चाहिँ त्यो हतार थियो बिहानमा यताउता मिलाउने के हुन्छ नि त अनि हतार थियो अनि मैले के गरेँ भन्दाखेरि चाँडै चाहिँ ट्रेनमा हुन्छ भनेर ट्रेन समातेर आएँ कि अब मलाई कम्तीमा पनि 10 मिनेट हिँड्नुपर्छ कि हावापानी चाहिँ राम्रो छ मन्द हावा चलिरहेछ अनि त्यो गाइस म अब एकछिन बस स्टेसन जान्छु अनि त्यहाँ बुझ्छु टिकट कति बजेको रहेछ अनलाइनबाट पनि हुन्थ्यो तर अब म जाने नै भएपछि अब यतै आउनुपर्ने हुन्छ सो त्यही भएर चाहिँ म आइदिएरै लिउँ भन्ने सोच गरेको अब एकछिन टाइम भयो भने म यता बस्छु पनि होला घुम्छु पनि होला भएन भने चाहिँ म जान्छु होला यहाँ चाहिँ टन्नै चराहरू रहेछ म बाटोमा आउँदै यो अङ्कलले चाहिँ खानेकुरा हाल्नु हुँदो रहेछ पुरा पछाइरहेको थियो कि उताबाट क्याउ गर्दै अनि यो नजारा चाहिँ मैले खिच्न मन लागिहाल्यो बाटोमा सो पाटन मन्दिरमा गएर मकैहरू दाना हाले जस्तो याद भयो कि यहाँ चाहिँ ब्रेड हालिदिँदो रहेछन् पुरा झडा गरी खाइरहेछ त्योभन्दा उता पारि चाहिँ समुद्र भइगयो
ए बाबा फाइट पर्दो रहेछ त अनि ए परेवा ऊ रहेछ परेवा पनि रहेछ अनि अर्को चाहिँ बकुल्ला रहेछ झगडा गरी खाइरहेछ सो त्यही नै हो हेरेर आएको फाइदा भनेको यति मात्र हो भारी बोकेर भिडियो बनाउन चाहिँ लास्टै नै गाह्रो भइरहेछ म चाहिँ अहिले अरिना पार्कमा छु होइन यो चाहिँ अरिना पार्क भयो त्यो उताको समुद्र भइहाल्यो यहाँनिर सानो पार्क छ बेला बेलामा आइराख्ने यहाँ अगाडि त अब यो अरिनाको भइगयो अनि म चाहिँ आइपुगेको छु यो बोकेर भिडियो बनाउने कस्तो झ्याउला छ यो कटिङहरू राम्रो गरेर बनिरहेछ होइन जोस राम्रो छ अनि यो बोकेर मलाई भिडियो बनाउनु लास्टै गाह्रो भइरहेछ सो मैले त्यो छोटो छोटो मात्र बनिरहेको छु अहिले चाहिँ यहाँ चाहिँ यो दाइहरूले पुरा त्यो पार्कमा रुखहरू हुन्छ नि वरिपरि सबै घाँसहरू काटेर पार्कलाई दामी सजाउने काम गरिरहनु भएको छ कि हल्ला आइरहेछ साउन्ड मलाई मन त परिरहेको छैन अब मलाई मन नपरेर भएन नि त यहाँनिर दुईजनाले उर्र पारेर घाँस काटिराख्नु भएको छ यहाँनिर एकजनाले काटिराख्नु भएको छ यहाँनिर बस्न आउँदै पानी परेर यसको फुलहरू हुन्छ नि त्यसको फुलहरू झरेर सबै यहाँ बस्ने सिटमा छ यो मेरो ब्याग भइहाल्यो यो सानो खाले फुच्चे मेरो यो नेपालबाट आउँदै नै बोकेर आएको थिएँ सो यो फुच्चे छ मसँग पानी पर्छ भनेर छाता पनि छ यहाँनिर हिजो लामखुट्टेले कि केले टोकिदिएको थियो घाउ भयो अस्ति टोकिदिएको थियो घाउ भएको थियो मिलाएको यस्तो भयो अनि यहाँबाट उता चाहिँ यो सबै देखेको चाहिँ समुद्र नै भइगयो अब यो सिपट भयो अब यहाँ जहाजहरू आउने जाने यताउता के चलिरहन्छ नै त्यही हो गाइज म चाहिँ त्यो पार्कमा बस्दा बस्दा झ्याउ आएर हेरिन नै आएँ ठ्याक्कै लाएर पछाडिको चाहिँ हेरिन 2000 वर्ष पुरानो रे यहाँबाट पछाडिको भ्यू चाहिँ यस्तो छ हल्का हावा चलिरहेको छ यो पार्किङ भइहाल्यो यतातिर पछाडि समुद्र छ लस अफ पिपुलहरू आउने ठाउँ है यो फेरि गाइज त्यो चान्चुन ठाउँ नै होइन नि टन्नैहरू आइरहेको हुन्छ यता माथितिरहरू टन्नै छ ग्रुप बनाएर त्यहाँ गफ गरिरहेको छ यो कुला आउनेहरूले अरिना चाहिँ अनिवार्य नै आउँछ यहाँ के हिस्ट्री होला 2000 वर्ष पुरानो छ के भन्दै थिएँ तर खासै यो प्रायः जस्तो चाहिँ मैले ल्याएँ भने चाहिँ कन्सर्ट भइरहेको छ बेला बेलामा त्यही नै हो गाइज हावा चलिरहेको छ कपाल त फेरि विदङ्सै छ नि त मेरो पनि कपाल त अनि होइन मैले चाहिँ बस्दा बस्दा भोक लगाएर खाजा किनेर ल्याइसकेँ यो चाहिँ कोक र अनि यो सानो खालको बर्गर हान्ने जस्तो लगाएर अनि लिएर आएको अनि यो चाहिँ स्प्राइट होइन फेरि यो चाहिँ नेपाली जुगाड हो बिहान उठेको यसो हेरेको हिजो स्प्राइट खाएको थिएँ मैले होइन अनि बोतल त खाली रहेछ पानी किन्नलाई त 2 युरो लाग्छ भनेर चाहिँ मैले घरबाट नै यसलाई चाहिँ पानी भरेर लिएर आएको थिएँ अहिले काम लाग्यो पैसा जोग्यो 2 युरो जोगाएको छु मैले चाहिँ सब यो खानु पऱ्यो टाइम एकदमै भइसक्यो टाइम चाहिँ कति बज्यो 10 साढे 10 भइसक्यो सो म चाहिँ यो खाजा खान्छु अनि त्यसपछि भिडियो यति धेरै बसेँ कि मैले के भनेर मैले भिडियो लामो बनाइसकेँ सबै नै हालिदिन्छु होला मैले सो मेरो मोबाइलमा एकदम चार्ज पनि कम छ कि भनेको कतिखेर अफ हुन्छ मलाई थाहा छैन बसमा चार्ज गर्ने ठाउँ पाएँ भने त म चार्ज गरिहाल्छु पाइनँ भने चाहिँ भिडियोको इन्डिङै हुन्छ होला उस्तै पऱ्यो भने त यहीँ किनभने मैले जोगाउनुपर्छ त्यहाँको साथीहरूलाई फेरि लोकेसन दिनु पनि यताउता के छ चार्ज छैन भिडियो बनाउनु पाउँदिनँ होला सो गाइज त्यही नै हो गाइज अहिले चाहिँ फाइनली म चाहिँ टिकट लिएर 1 बजिसकेको छ अनि म चाहिँ यहाँ बसमा आइसकेको छु सो बसमा सक्यो भने मिल्यो भने बाटोको भ्यूहरू हल्का फुल्का म देखाउँछु चार्ज छैन सो सकिएन भने चाहिँ आइएम सरी त्यही नै हो
म चाहिँ जागृ बस पार्क चाहिँ आइसकेँ, तर हेभी रेन भएर बाहिर चाहिँ जान नसक्ने भएर पानी परिरहेछ। म चाहिँ साथीलाई पर्खिरहेको छु। सो चार्ज मेरो जम्मा 7% छ, त्यही भएर मैले भिडियो स्टुडियो चाहिँ बनाउनु पाइनँ। आजको भ्लग चाहिँ यहीँ अन्त्य हुन्छ है त।